ओ ओ ओसङ यक यो चाहिँ ओसङ यक यहाँ चाहिँ बिहान 10 बज्यो यस्तो ठाउँ रहेछ भिआइपी त्यो माथिको चाहिँ ट्रेन हिँड्ने हो ट्रेक त्यो माथि तल चाहिँ गाडीहरू हिँड्ने पार्किङ गर्ने रहेछ अनि म चाहिँ यहाँबाट छनान जान लागेको अनि जिनेङबाट ओसङसँग आएँ छनान डाइरेक्ट जाने रहेछ बिहानको र म चाहिँ अब माथि टिकट काटेर आएको छु अब यहाँ एकछिन फ्रेस हुनु पर्ला भनेर आएको त्यस्तो छ यो पातहरू सबै फुलेको छ सबै हाम्रो यहाँ नेपालको एयरपोर्ट भन्दा नि खतरा छ हाम्रो नेपालको एयरपोर्ट नि यत्रो छैन तर यहाँको एउटा रेल स्टेसन यस्तो ठुलो हुन्छ त्यहाँ बस चढ्नको लागि सबै लाइनमा छ बस आएको छैन तर सबै लाइनमा छन् यहाँ चाहिँ फर्स्ट कम फर्स्ट सर्भ हुन्छ सबैजना लाइन छ सबैजना अब म चाहिँ माथि जान लागेको टिकट काटेर बाहिर फ्रेस हुन आएको यहाँ चाहिँ जीकोमा पनि टिकट काटिहाल्नु पर्ने हेर्नु होला